दाइ यो त अचम्म यो त तपाईको त धेरै पछि पो देखेँ त यस्तो हलो जोत्ने सिस्टम त मैले त है दाइ यो ठाउँमा आउँदाखेरि धेरै खुसी लाग्यो यहाँ यसरी गोरुले यसरी जोत्ने चलन रहेछ त्यही भएर मलाई यो धेरै मनै थाम्न नसकेर सबै अहिलेका पिँढीहरूको लागि पनि हजुर यो हजुर देखाउँ भनेर यहाँ मैले जोत्ने प्रयास गरेको छु एकदम एकदम दाइ ल यो चाहिँ हाम्रो नयाँ पिँढीहरूले होइन नयाँ जेन्जी पुस्ताहरूले एकदम हेर्नुपर्ने चिजहरू होइन जुन चाहिँ यसरी गोरु जोतिरहेछ पहिला पहिला हामीले यसरी नै गोरु जोतेर गोरुले बारी यसरी जोतेर यसरी चाहिँ हामीले चाहिँ अन्न चाहिँ उत्पादन गर्थ्यो होइन उब्जाउ गर्थ्यो भने अहिले चाहिँ हाल चाहिँ ट्र्याक्टरले गर्दाखेरि चाहिँ यो चिजहरू लोप हुँदै गइरहेको छ जुन चाहिँ उहाँ दाइले देखेर यो जोतिरहनु भएको छ उहाँलाई एकदम मनले थाम्न नसकेर यो ठाउँमा सुटिङमा आएको बेलामा उहाँले जोतिरहनु भएको छ है यो चाहिँ एकदमै मलाई पनि देख्दाखेरि एकदमै खुसी लागिरहेको छ उहाँले फेरि राम्रै जोत्नु हुँदो रहेछ फेरि साँच्चीकै उहाँले साँच्चीकै उहाँको पहिला बारी पनि थियो क्यारे राम्रै जोत्नु भइरहेछ हस् हस् होइन नि सर धन्यवाद एक राउन्ड त घुमाउनु पऱ्यो नि सर विचार पछाडि तपाईँले जोतेको ठाउँमा पनि मकै छरिरहनु भएको छ उहाँले होइन हो नि अनि पर्यो 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 मकै छर्नु पर्यो हरियो डाँडा माथि हलो जोत्ने साथी मले हो तारे मले तारे ए भनेपछि त अड्किन्छ म क्यारी म त गीत गाइरहेको ल दाइ कहाँ जानुभयो